नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। म छु हजुरको साथ नन्दिता र मैले चाहिँ यहाँनिर आउन केही सप्ताह लागेको थियो। मैले चाहिँ त्यही राखेको छु र त्यो चाहिँ आज मैले पोस्ट गरेको छु। यहाँ चाहिँ हेर्नुहुन्छ हाम्रो चाहिँ उहाँहरू चाहिँ 10,000देखि माथिको दाम नानीहरू छ र उहाँहरूलाई चाहिँ स्वागत कार्यक्रम चलिरहेको छ। अहिले चाहिँ पञ्चकसहित स्वागत गरिरहेको छ। यहाँ चाहिँ जानु सक्दैन त्यो झलकहरू चाहिँ हामी देखाउँदैछु। पहिला चाहिँ हाम्रो सुरुमा चाहिँ स्वागत जो हाम्रो स्वागत गर्ने कार्यक्रम थियो। यहाँ चाहिँ हामीले 1 लाख 2 लाख जति आफ्नो मनले चाह्यो सवाहार गराउनको लागि चाहिँ दान दिनुभएको थियो र त्यसमा चाहिँ 10,000 यहाँ चाहिँ देख्नुभएको छ। पञ्चबाजासहित स्वागत गर्नुभएको छ। त्यो चाहिँ 10,000 भन्दा माथिको सहयोगी लगाउने दान गर्नुभएको छ। धेरै सम्मान भाव प्रकट गर्न चाहन्छौँ। यो अभियान सभाहरू निर्माण गर्नका लागि आफ्नो सक्दो ठुलो सुवेदी परिवार भजन गानामा चाहिँ नाच्दैछौँ र रमाइलो गर्दै चाहिँ देख्न सक्नुहुन्छ सबैजनाले। एकछिनपछि भजनमा रमाइलोसँग हामी नाच्यौँ गायौँ झुम्यौँ। त्यसपछि फेरि एउटा सम्मान कार्यक्रममा चाहिँ गर्नु देख्न सक्नुहुन्छ। चाहिँ हाम्रो सम्मान कार्यक्रम सुरु भएको छ एकछिनको लागि चाहिँ। त्यसपछि चाहिँ हामी चाहिँ वासुदेव र देविकीको चाहिँ बिहेको केही झलकहरू चाहिँ हामीले देखाउँछौँ। म देखाउँछु। त्यसपछि स्वागत मञ्च सकिसकेपछि चाहिँ हामीले चाहिँ भजनमा चाहिँ नाच देख्न सक्नुहुन्छ। सबैजनाहरू रमाएर हाँसी खुसी भएर चाहिँ नाचिदिनु भएको छ, देख्नुभएको छ होला। र हेर्दै जानुहोस्। अनि फेरि पनि हाम्रो चाहिँ हाम्रो सहयोगी दाताहरू चाहिँ आउनुभएको छ। बाटो खाली गरिदिनु होला। बिचको बाटो पछाडिबाट गन्ती आउँदैछ। अब चाहिँ स्वागतम छ स्वागतम। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय हजुरलाई स्वागत छ। स्वागत छ वसुदेव जी। प्रणाम वसुदेव जी। गन्तीहरू तिमीहरू सबै यता बस। हुन्छ महाराज। आउनुहोस् वसुदेव जी। हुन्छ महाराज। मेरो ज्वाइँ साहब आउँदै हुनुहुन्छ। 2टा आसन कुर्सीको व्यवस्था गरेर वसुदेव जी विवाह संपन्न भयो। वसुदेव जी वसुदेव जी अब म आफै स्वयं महाराज कंस मेरी बहिनी र ज्वाइँलाई पुर्याउनको लागि जानेछ। वसुदेव जी। अरे महाराज हजुरलाई किन दुःख, हामी आफै गइहाल्थ्यौँ महाराज। वसुदेव जी मेरो प्राणभन्दा प्यारी बहिनीलाई पुर्याउनको लागि म जान नपाउनु। वसुदेव जी हजुरको त्यस्तै इच्छा छ भने ठिकै छ, मैले नाइ भन्दिनँ, जाम न त। आज वसुदेव जी सेविका मेरो तलवार कहाँ छ? बाटोमा फेरि मेरो बहिनी ज्वाइँलाई रोक्नका लागि कुनै दुश्मनहरू आउन सक्छन्। वसुदेव जी सबैको म सत्यनाश गरिदिनेछु। वसुदेव जी हो महाराज। ल हे बाजा बजाऊ। सबै अगाडि
वासुदेव र देवीकीलाई चाहिँ देवीकीको दाइले चाहिँ कैदखानामा लगेर राखिसकेपछि चाहिँ हामीले चाहिँ अब एकछिन त्यो विधि समाप्त हुन्छ। त्यसपछि हामी चाहिँ एकछिन फेरि भजनमा चाहिँ नाच्ने गाउने रमाइलो गर्नेछौँ। त्यो पनि एकछिनमा देख्न सक्नुहुन्छ। सत्य हुने गर्दछ। हे वसुदेवजी। अवश्य महाराज। वसुदेवजी, हजुर मेरो परम मित्र हुनुहुन्छ, त्यसैले म भन्दैछु। अवश्य महाराज। यो कुलङ्गार्नीलाई यही छोडेर हजुर आफ्नो राज्यतिर लाग्नुहोस्। होइन होइन महाराज, अहिले भर्खरै त हाम्रो विवाह सम्पन्न भएको छ। त्यसो नगर्नुहोस् महाराज। आकाशवाणी झुटो पनि हुन सक्छ महाराज। वसुदेवजी, यो कुलङ्गार्नीको गर्भबाट मेरो मृत्यु हुनेछ भने म यो कुलङ्गार्नीको गर्भलाई नै समाप्त गरिदिनेछु। वसुदेवजी। महाराज त्यसो नगर्नुहोस् महाराज। नरहेगा बास, नबजेगा बाँसुरी। वसुदेवजी, यो कुलङ्गार्नीलाई म काटेरै छोड्छु। वसुदेवजी। महाराज, आकाशवाणी हुन सक्छ। आकाशवाणी हुँदा साथ कंस चकित भयो। कमरको तरबार झिकी बहिनी काट्न गयो। ओ कमरको तरबार झिकी बहिनी काट्न गयो। कंसले तरबार घुमायो, कंस डरायो। बहिनी जाई मार्नलाई तरबार घुमायो, बहिनी जाई मार्नलाई तरबार घुमायो। घुमाई घुमाई कंसले तरबार घुमायो, कंस डरायो। बहिनी जाई मार्नलाई तरबार घुमायो, बहिनी जाई मार्नलाई तरबार घुमायो। तपाईकै बहिनी हुमा यस्तो वचन किन? तपाईकै बहिनी हुमा यस्तो वचन किन? आजसम्म हजुरको केही बिगार्या हो। आजसम्म हजुरको केही बिगार्या थिएन। घुमाई कंसले तरबार घुमायो, कंस डरायो। एकछिन पर्खिनुहोस् महाराज, धैर्य त गर्नुहोस् महाराज। यसरी यो 81 आवेगमा आउँदाखेरि हानि नै हुन्छ, थाहा हुँदैन महाराज। वसुदेवजी, एकछिन पर्खिनुहोस्। मेरो हानि हुनुभन्दा त महाराज, महाराज यसो नगरी बस्नुहोस् महाराज। आज म हजुरको खुट्टा स्पर्श गर्छु महाराज, किनकि आज यस्तो पवित्र दिन, बहिनीको कन्यादान गरेको दिनमा आज बहिनीलाई तरबार देखाउनु त ठिकै हो, तरबार काट्न खोज्दै हुनुहुन्छ महाराज। यो के गर्दै हुनुहुन्छ महाराज? यसको गर्भबाट मेरो मृत्यु
हुन्छ भने वसुदेव मेरो कुनै पनि हालतमा म यसको मृत्यु गरिदिनेछु वसुदेवजी। महाराज ठिक छ, हजुरको यो वचनलाई मैले स्वीकारेँ महाराज। अब बहिनीमाथि रक्तपात मचाउने काम नगर्नुहोस् महाराज। म एउटा हजुरसँग वचन गर्छु महाराज, वचन दिन्छु महाराज। वसुदेव वचनको पक्का छ भन्ने त हजुरलाई थाहा छ नि महाराज। सुन्नुहोस् पहिला, यता ध्यान दिनुहोस् महाराज, यसरी नाच्दिनुहोस् महाराज। सुन्नुहोस्, हजुरलाई त बहिनीको 8औं गर्भबाट डर हो नि महाराज। 8औं सन्तानबाट हजुरको मृत्यु हुने भनेर आकाशवाणीले भने पनि, तर महाराज हजुरलाई म एउटा वचन दिन्छु महाराज। बहिनीबाट जन्मने पहिलो सन्तान, दोस्रो सन्तान, तेस्रो सन्तान, यसरी नै 8औं सन्तान जन्मिने बित्तिकै हजुरलाई प्रदान गर्नेछौँ महाराज। हजुर वचनको पक्का हुनुहुन्छ? अवश्य पनि। तसर्थ म हजुरको वचनलाई मान्दछु, अन्यथा महाराज कंस आफ्नो वचनबाट पछि हट्नेवाला हुँदैन वसुदेवजी। अवश्य पनि महाराज। अर्को कुरा सुन्नुहोस् वसुदेवजी, भन्नुहोस् महाराज। जबसम्म 8वां बच्चा पैदा हुँदैन तबसम्म हजुरलाई कुलङ्गारीलाई म आफ्नो काल कोठरीमा लगेर बन्द गरेर राख्नेछु वसुदेवजी। ठिक छ, बाँकी हजुरकै हातमा छ महाराज, हजुरले जे गरी बक्सिन्छ। तर बहिनीको हत्या गर्ने काम, तरबार देखाउने काम चाहिँ नगरी बक्सियोस् महाराज। ताली बजाएर सम्मान गरिदिनु होला। अब चाहिँ हाम्रो आरती र दण्डकारहरू सुरु हुँदैछ र हुन्छ र उहाँलाई सुरुवात गर्दै हुनुहुन्छ र उहाँले चाहिँ केही झलकहरू हेर्न सक्छौँ। भन्ने आवाजहरू चाहिँ केही पनि नघटाएर नै मैले उठाइदिएको छु, हजुरले हेर्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ हामी चाहिँ कृष्णको चाहिँ जन्मदिन मनाउँछौँ र जन्मदिनको उत्सव मनाएर चाहिँ हामी त्यहाँ चाहिँ प्रसादको हेर्दै गर्नुहोस्, सबै चिज आउँछ। यतो यतः समीयसे ततो न अभयं कुरु सन्नः कुरु प्रजाभ्यो भयन्नः पशुभ्यः सुशान्तिर्भवतु। ओम श्रीमन्महागणाधिपतये नमः। ओम लक्ष्मीनारायणाभ्यां नमः। ओम उमामहेश्वर। जल दिँदै हुन्छ, पुष्प दिँदै हुन्छ, हातमा लिनु होला। अनि आफ्नो जे मनोकामना छन् भगवानसँग, अमृतेश्वर महादेव, त्र्यम्बकेश्वर महादेवसँग आफ्नो मनोकामना पुरा होस् भनेर विशेष संकल्प गर्नु होला है हजुरहरूले। शुभ पुण्यतिथौ भौमवासरान्वितायां शुभ योगे शुभ नक्षत्रे पुराणोक्त फल प्राप्त्यार्थं अप्राप्त लक्ष्मी प्रमुदयति दैवं तदुसुतस्य तथैवैति दूरंगमं ज्योतिखं ज्योतिरेकान्तन्मे मनः शिव संकल्पमस्तु संकल्प सिद्धिरस्तु। भगवान त्र्यंबकेश्वर महादेवाय नमो नमः। प्रार्थना हाथ जोड़ेर प्रार्थना करें। ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धान को आरती महिमा को संपूर्ण कर्ताहरों को भक्त और भगवान को जय जय श्री राधे शंभो हरि गोपाल गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल। भजनमै रम्ने झन्ने गर्छौँ, त्यो चाहिँ हामीले हेर्दै हुनुहुन्छ। राधे कृष्ण 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 गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि। ल सबै आजका महाआरतीका कर्ता परिवारप्रति धेरै धेरै सम्मान भाव प्रकट गर्न चाहन्छौँ। ताली बजाएर सम्मान गरिदिनु होला। आजका सबै महाआरतीका कर्ता परिवारले एकले अर्कालाई छोइदिनु होला। प्रेम रूप बाटे सबसे
प्रभु जसले नित्य गयो दिन दिन निर्मल भन्दै प्रतिदिन पावन भन्दै त्यो भव सिन्धु तर्यो। ओम जय जगदीश हरे, ओम जय जगदीश माला कित से खराए दिव्यांबराय च दिगंबराय नमः शिवाय च नमः शिवाय। जटाटवी कलाज्वला प्रवाह पावितस्थले गले बलम्ब्यलम्बिता भुजङ्गतुङ्गमालिका डमड्डमड्डमन्निनादवड्डमर्वयम् चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम्। कोही पनि उठ्ने छैनौ, सबै बसी बसी नाच्नेछौँ, बसेर नै नाच्नेछौँ, बसेर ताली बजाएर जोरदार ताली बजाउँदै मनलाई तनलाई बसेर नै नचाउनेछौँ है त हजुर सबैले। जटाटवी गलज्ज्वल प्रवाह पावितस्थले गलेवलम्ब्यलम्बितां भुजङ्गतुङ्गमालिका डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम्। जटाकटाह सम्भ्रमभ्रमन्निलिम्ब निर्झरि विलोल वीचि वल्लरी विराजमानमेधनि धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके किशोर चन्द्रशेखरे रति प्रतिक्षणं मम। भुजङ्गमौक्तिकस्त्रजो गरिष्ठ रत्नलुष्ठयो सूरीतिपक्षपक्षयो दानिलिम्प निर्झरी निकुञ्जकोटरे वसन् विमुक्त दुर्मति सदा शिरस्त्रलोचन दलाम बाललग्न शिवेति मन्त्रमुच्चर तथा सुखी भवाम्यहम्। इमं हि नित्यमेव मुक्तमुत्तमोत्तमं श्रवं पठन् स्मरन् ब्रुवन्नरो विशुद्धिमेति सन्ततं हे गुरुषु भक्तिमासु याति नान्यथागतिं विमोहनं हि देहिनः सुशङ्करस्य चिन्तनं मोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं विमोहनं हि देहिनां सुशङ्करस्य चिन्तनम्। पूजावसान समये दशवक्त्र गीतं सदैव सुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुखीम्। कृष्ण हुनुहुन्छ
दिँदै हुनुहोस् न गरेर चाहिँ उहाँले कृष्णलाई चाहिँ ल्याउँदै हुनुहुन्छ। अगाडि मन्दिर कृष्ण टोकरी बस्नुभएको छ भने पछाडि चाहिँ उहाँलाई चाहिँ अल्पनाको लागि चाहिँ सबैजना नाच्दै घरमा आउँदै आउनुभएको छ। हामी चाहिँ कृष्ण जन्मोत्सवमा छौँ। त्यसपछि चाहिँ एकछिनपछि हामी चाहिँ चक्लेट अब हामी मुरली बजाउने कृष्ण का हे कन्हैया कहाँ छौ कन्हैया म तिमीलाई खोज्दा खोज्दै साह्रै थाकिसके कन्हैया तिमीलाई भेट्न पाएको छैन कन्हैया कहाँ छौ कन्हैया मध्याह्नी रातमा मथुरा छोडी मध्याह्नी रातमा मथुरा छोडी श्री वसुदेवको बन्धनलाई तोडी श्री वसुदेवको बन्धनलाई तोडी कृष्ण मुरारी दर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने प्रभु बाँसुरी बजाउने प्रभु त्यस कारणले चाहिँ कस्तो हृदय कस्तो भयो भनेर चाहिँ नभनिदिनु होला प्लिज नजानेको चिजलाई सिकाइदिनु होला। म यो कहाँ आइपुगेँ हे भाइ हो म यो कहाँ आइपुगेँ। अरे हजुर त यहाँ हाम्रो द्वारिकाधीश प्रभुको द्वारमा आउनु भएको छ। ठिकै छ म पनि त्यही जान खोजेको थिएँ छोड म जान्छु। होइन 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 त्यतिकै कहाँ हजुरलाई प्रवेश गर्न दिन्छौँ त। हजुरको हो कहाँबाट आयो र फेरि हजुरको जिउमा राम्रो कपडाहरू पनि छैन। भिक्षा याचना गरेको भए हामी भिक्षा लिएर आएर हजुरलाई दिनेछौँ। होइन होइन द्वारपाल हो तिमीहरूले जसलाई द्वारिकाधीश भनिरहेका छौ नि म उनै द्वारिकाधीशको मित्र
सुदामा सुदामा पुरीबाट आएको, मलाई जान देऊ। होइन 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 होइन, उता जानुहोस् उता। हाम्रो प्रभु द्वारिकाधीश प्रभु कस्तो हुनुहुन्छ? उहाँको बालसाका मित्र भन्नुहुन्छ, न हजुरको राम्रो पगडी छ। यता यता सुदामा, होइन होइन तल होइन सुदामा, यता माथि बस्नुहोस्, केही फरक पर्दैन। हजुर हामी त एउटा मित्र हो, साथी हो। बस्नुहोस् बस्नुहोस् सुदामा। ए रुक्मिणी, जाऊ, ब्राह्मण देवताको आगमन भएको छ। हुन्छ स्वामीजी। पाउ पखाल्नका लागि केही जलको व्यवस्थापन गर, तिमीले राख्ने काम गर। हजुरको आज्ञा। ब्राह्मण देवता, अनि ब्राह्मण देवतालाई वस्त्र पनि टाढाबाट आउनु भएको छ। यो वस्त्र लगाउनु होला सुदामा। अनि सुदामा, हजुर कन्हैया, हजुर त्यति टाढाबाट आउनु भएको छ, भोक पनि लागेको होला हजुरलाई, होइन? केही खानेकुरा छ भने लिएर आउन रानी हो। सुदामा, यो द्वारिकाको प्रसाद प्रभु। अब यही छ सुदामा, यही लिबक्सला। हुन्छ कन्हैया। ल सुदामा, अरू पनि खानुहुन्छ कि यो भइहाल्छ? ल ठिक छ, त्यसो भए ठिकै छ।